प्रभु यो अति नै अद्भुत अनि एकदमै सुन्दर समय प्रभु तपाईले दिनुभएको छ प्रभु। ताकि तपाईको महिमाको खातिर हामी यस ठाउँमा भेला भएका छौँ प्रभु। तपाईको सर्वशक्तिमान महान परमेश्वर पिता तपाईँ यस ठाउँमा उपस्थित हुनुभएको होस्। पवित्र आत्माको शक्तिले प्रभु यस ठाउँलाई ढाक्नुहोस्, छोप्नुहोस् प्रभु। जति पनि तपाईका जनहरू उपस्थित हुनुभएको छ प्रत्येकको हृदयमा तपाईँ रहनु भएको होस् प्रभु। जति आउन सक्नु भएको छैन उहाँहरूलाई प्रभु काममा सबै कुरामा प्रभु तपाईले सहायता गर्नुभएको होस्। महान परमेश्वर पिता सधैँभरि प्रभु हामी आफ्नो काममा कार्यमा व्यस्ततामा रहन्छौँ प्रभु। तपाईँ हाम्रो साथमा रहनु भएको होस् प्रभु। हाम्रा ती गल्ती भुलहरू प्रभु, हाम्रो ती अधर्महरूलाई प्रभु तपाईले क्षमा गरेर प्रभु तपाईँमा प्रभु हामी शुद्ध भएर प्रभु हामी फेरि दैनिक जीवनमा फेरि हामी दिनदिनै नयाँ भएर नवीकरण भएर प्रभु तपाईँको नजिक आउन सकेको होस् प्रभु। तपाईँ क्षमा दिनुहुने परमेश्वर पिता हुनुहुन्छ प्रभु। महान परमेश्वर पिता यस ठाउँमा प्रभु तपाईँको उपस्थितिले, तपाईँको गरिमामय उपस्थितिले प्रभु साँच्चै नै प्रभु तपाईँले प्रभु हामीहरूको सबैको हृदयमा तपाईँ रहनु भएर प्रभु यहाँबाट प्रशस्त मात्रामा प्रभु तपाईँको महिमा आदर इज्जत भक्ति गर्न सकेको होस् प्रभु। महान परमेश्वर पिता विशेष गरी म आजको यस समय अनि जति पनि अनि वचन तयार गर्नुहुने अनि तपाईका पवित्र छोरीलाई प्रभु तपाईको हातमा राख्न चाहन्छु प्रभु। आफ्नो छोरीको हृदयमा तपाईँ रहनु भएको होस् प्रभु। तपाईको पवित्र आत्माको शक्ति प्रभु सधैँ प्रभु आफ्नो छोरीको ओठ मुख जिब्रो भएर प्रभु तपाईँ प्रचारिनु भएको होस् प्रभु। सुन्ने सुनाउने दुवै पक्ष हाम्रो साथमा रहनु भएको होस् प्रभु। हामी ती पवित्र वचन, ती शक्तिशाली वचन हामी सुन्छौँ प्रभु। हाम्रो हृदयमा मनन गरेर प्रभु अनि हाम्रो दैनिकी जीवनमा प्रभु व्यवहारमा उतार्नको निम्ति प्रभु तपाईले हामीलाई प्रत्येकलाई प्रभु तपाईले चलाउनु भएको होस् प्रभु। महान परमेश्वर पिता सुरुदेखि अन्तिम भागसम्म प्रभु तपाईले नै ग्रहण गर्नुभएको होस् प्रभु, लिनुहोस् प्रभु। महान परमेश्वर पिता अनि साँच्चै नै प्रभु अनि यो ठाउँमा सेवामा उपस्थित हुने प्रत्येकको जीवनमा प्रभु तपाईँ रहनु भएको होस् प्रभु। हालेलुया। महान परमेश्वर पिता यी सबै प्रार्थना अर्ज बिन्ती येशू ख्रीष्टको उच्च अनि पवित्र नाममा। Amen.